안녕하세요, 여러분. 잘 지냈어요? आज पनि हामी चाहिँ 34 लेसनको कार्यस्थलभित्र देखिने उत्पन्न हुने लैङ्गिक हिंसात्मक क्रियाकलापसँग सम्बन्धित च्याप्टर 34मा रहेको छङ्बो लिएर आएका छौँ। कार्यस्थलभित्र देखिने यौन दुर्व्यवहार, चिक्चाङ सँगै कार्यस्थलभित्र देखिने सँगै यौन दुर्व्यवहार कसरी चाहिँ सँगै उत्पन्न हुन्छ के कस्ता कुराबाट हामी हेरौँ छङ्बो प्याराग्राफ 1बाट। चिक्चाङने कार्यस्थलभित्र चिक्चाङने सँगै ख्वालेन्दै मालबाय हेङदुङुरो 상대방에게 불쾌감 이나 쿨감 등을 주거나 후행성을 부리기 등의 이 피해를 입는 행위를 말합니다. भन्छ। कार्यस्थलभित्र चाहिँ यौन दुर्व्यवहार व्यक्तिगत अथवा लैङ्गिक सम्बन्धित कुराकानी अथवा क्रियाकलापद्वारा दोस्रो पक्षलाई असुविधा अथवा अपमान गर्ने आदि रोजगारीको अवस्थामा असुविधा दिने आदिलाई फेरु लिनु भनेको पीडालाई भोग्ने क्रियाकलापलाई भनिन्छ भन्छ। सँगै रङुन उम्ना नाहान नङदाम भनेको यौन दुर्व्यवहार चाहिँ असली ठट्टा ओइमय ध्यान फ्युना फ्यङ्गा भनेको रुखको बारेमा मूल्याङ्कन अथवा टिप्पणी आदि अनजक हेङैपिनमा आनिरा भाषात्मक क्रियाकलाप मात्र नभएर उम्नान हान भनेको अश्लील साजिन कुरिम फोटो अथवा चित्र नाक्सा लेखन आदिलाई खेसी गर्न भयो जुन भनेको राखिदिने अथवा देखाइदिने आदि सिगाचक भनेको हिंसात्मक क्रियाकलाप वैसाना याहुए भनेको कम्पनी पार्टी अथवा पिकनिकको स्थानबाट रक्सीलाई खनाउनसम्मको खाङ्दो हान भनेको करकाप गर्ने हेङुई दुङ्गी भनेको क्रियाकलाप दुङ्गी आदि मोदु फार्म थैमेरा समावेश हुन्छ भन्छ। कार्यस्थलभित्र त्यसरी समावेश हुँदो रहेछ। हामी दोस्रो प्याराग्राफमा जाउँ। कार्यस्थलभित्र यौन दुर्व्यवहार देखा पर्यो भने छलछायतारा भनेको प्रक्रिया अनुसार रिपोर्ट गरिसकेपछि फेजा भनेको पीडितलाई चाहिँ सुरक्षित गरेर पीडकलाई अथवा दोषीलाई छक्चरी छुचिया हाम्रा भनेको उपयुक्त कदम चाल्नुपर्छ अथवा उपयुक्त दण्ड सजाय दिनुपर्छ। खाए जानु भनेको दोषीलाई चाहिँ हिंसा छबलिना भनेको दण्ड सजाय अथवा सोने फिसाउका खातुन भनेको क्षतिपूर्ति जस्ता कानुनी दण्डलाई पाउने मात्र नभएर पुनमा नानीरा नभएर थोदक्सङ फिनानिना भनेको तित्ता गुमेको अथवा न्याङ्गे सोनसनका भनेको व्यक्तिगत गरिमा अथवा अस्तित्व गुमेको सामाजिक दण्डलाई पाउन सकिन्छ भन्छ। साथै कार्यस्थलमा चाहिँ चेतावनी खामुक तलब घट्ने अथवा छिबी हेछे भनेको पद गिरेर जाने हेगो निष्कासन आदि जस्ता छबर फाट्के थैनिँदा भनेको सजाय पाउन सकिन्छ दण्ड पाउन सकिन्छ भन्छ। तेस्रो प्याराग्राफमा जाउँ। कार्यस्थलभित्र यौन दुर्व्यवहार चाहिँ रोक्नका लागि एक आपसमा छुन्जुङ आगो भनेको सम्मानपूर्वक गरेर एविरुल छिकिम भनेको शिष्टतालाई पालना गर्दै सङ्चालित अनना भनेको लैङ्गिकमक क्रियाकलाप अथवा भाषा अथवा क्रियाकलापलाई सामुदाय हामीलाई ध्यान दिनुपर्छ। सँगै बाँगे भनेको दोस्रो पक्षको थौई अप्सी भनेको सल्लाह सुझाव बिना लैङ्गिकमक भाषा अथवा क्रियाकलापद्वारा दोस्रो पक्षलाई अपमान गर्ने अथवा असुविधा गरी बनाउने क्रियाकलाप गर्यो भने हुँदैन भन्छ। सँगै रहुन् भनेको लैङ्गिक हिंसात्मक सँगै बाँगे भनेको दोस्रो पक्षको इन्यक्क भनेको मानवीयता अथवा छोसङसङ भनेको गरिमालाई छिनी हानुन् भनेको गिड्याउने अथवा नराख्ने क्रियाकलापको रूपमा यसलाई रोक्ने कुरा चाहिँ यो कार्यलाई चाहिँ रोक्ने कुरा चाहिँ आञ्जन खुन्नु भनेको सुरक्षित अथवा सेफ्टी कार्यको वातावरणलाई चोसा खानु बनाउँदा अथवा निर्माण गर्दाखेरि सहयोग हुन्छ भन्छ 34 च्याप्टरमा।